झापापासका नेपाली कम्युनिस्ट पार्टी नेकपा उम्मेद्वार रञ्जित तामाङले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै झापा 5 भिजन 7 सार्वजनिक गरेका छन्। दमकमा आइतबार आयोजित कार्यक्रममा भिजन पेपर सार्वजनिक गर्दै तामाङले झापा 5 का लागि 7 वटा प्रमुख भिजन अन्तर्गत 35 मिशन र 21 लक्ष्य तय गरिएको जानकारी दिए। राजनैतिक, सांस्कृतिक र आर्थिक दृष्टिले महत्वपूर्ण मानिने झापा 5 को लागि शिक्षा, स्वास्थ्य, कृषि, उद्योग तथा व्यवसाय, भौतिक पूर्वाधार, रोजगारी, सुशासन, सामाजिक समावेशीकरण, संस्कृति र वातावरणलाई प्राथमिक भिजनका रूपमा अघि सारिएको छ। शिक्षा क्षेत्रमा तामाङले यस क्षेत्रमा रहेका 87 वटा सामुदायिक विद्यालयलाई विद्यार्थी र अभिभावकको पहिलो रोजाइ बनाउने लक्ष्य लिएका छन्। साथै दमक बहुमुखी क्याम्पसलाई प्रमुख शैक्षिक केन्द्रका रूपमा विकास गर्दै दीर्घकालीन रूपमा विश्वविद्यालयमा रूपान्तरण गर्ने योजना पनि समेटिएको छ। गौरदह र गौरीगञ्ज बहुमुखी क्याम्पस तथा गौरदह कृषि क्याम्पसलाई समय अनुसार परिष्कृत गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको शैक्षिक हब बनाउने लक्ष्य समेत भिजनमा उल्लेख गरिएको छ। स्वास्थ्य क्षेत्रतर्फ सुविधा सम्पन्न अस्पताल निर्माण गरी अत्याधुनिक उपचार प्रविधि भित्र्याउने प्रतिबद्धता जनाइएको छ। कृषि, उद्योग र व्यवसाय क्षेत्रमा युवालाई उद्यमशीलतामा आकर्षित गर्ने, सहकारीलाई प्रोत्साहन गर्ने र औद्योगिकीकरण मार्फत राष्ट्रिय पुँजीको संरक्षण तथा प्रवर्धन गर्ने नीति अघि सारिएको छ। भौतिक पूर्वाधारतर्फ 18 तले बिजनेस कम्प्लेक्स सञ्चालन, विश्वकै अग्लो बुद्ध मूर्ति निर्माणका लागि अध्ययन, औद्योगिक ग्राम स्थापना लगायतका महत्वाकांक्षी मिशन समेटिएका छन्। भिजन पेपर अनुसार आगामी 5 वर्षभित्र 170 वटा गौरव आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसका लागि निर्वाचन क्षेत्रका 29 वडामा हरेक वर्ष 29 आयोजना सञ्चालन गरिने, 4 वटा स्थानीय तहमा हरेक वर्ष 4 आयोजना र क्षेत्रीय स्तरमा प्रत्येक वर्ष एउटा आयोजना कार्यान्वयन गर्ने योजना सार्वजनिक गरिएको छ। तामाङले झापा 5 लाई योजनाबद्ध विकास, रोजगारी र सुशासनको नमुना क्षेत्र बनाउने उद्देश्य सहित भिजन 7 सार्वजनिक गरिएको स्पष्ट पारे।